नभए के यसो गरौँ गाडी चाहिँ तपाईँको अगाडि राखिदिन्छौँ हामीले त्यहीँ यो त्यही चोरीको गाडी भनेर हो र अनि ओडासम्म राख्दैन न ओडा राखिदिएर ओडा राखेर तपाईँ घर नाम भनिसक्यौँ तपाईँको नाम त ठिकै छ केही भयो त्यही तपाईँ घर अगाडि गाडी राखिदिन्छौँ त्यहीँ पार्किङ गर्दै हामी जान्छौँ है होइन त्यस्तो त भएन नि तपाईँ घर लिएर गाडी राखिदिँदाखेरि त झन् फेरि एसीले चोरेको एसीले भगाएछ अन्य राखिदिउँ है कौन घर भन्नु त्यहीँ राखिदिन्छौँ अगाडि हुन्न हाम्रो घर त हुँदैन मेन त यही बुढो रहेछ भन्ने हुन्छ पुलिस नआएपर हामी मात्र आएर यसो बस्नु पनि दिनु भयो छैन किन बस्ने कोठा पुरो त्यो पुरा देख्दा मात्रै कोठै छ फिनिसिङ भयो होइन होइन तल हो ए के भयो पहिला जानु सामान भएको हजुर ए धेरै टाढा खाएको होइन धेरै टाढा छ कति जति टाढा होला 3 किलो 3.5 किलो सम्पर्क त होला नि त्यहाँ सम्पर्क भन्दा पनि हामी त त्यस्तै अप्ठ्यारो परेर हिँडेको के अरे त्यही भएर खासै सोध्दैन ए अब कटेजमा हो कि कटेजमा होइन बुवा हामी त वहाँ यता जेल हाल्न लाएर हिँडेका अप्ठ्यारो परेर त्यहाँ यसो गरेर बस्ने त यसो हल्दी नलुक्ने पुलिसबाट लुक्ने भनेर पाइन्छ हजुर घर त्यति हो मेरो त तलै पर्छ नि अलि अलिकति माथि हजुर कहाँ बस्नु मिल्दैन खै अब यो मेरो त घोडाको नजिकै पर्छ एउटा कार्यालय नजिक पर्छ नभए मुखैमा छ माथि चाहिँ ठिक छ हामीलाई पनि त्यस्तै अप्ठ्यारो पर्यो कि बुवा कहिले काहीँ खेलचारी गर्दा पर्यो फोन हानी छ पत्थर के हुन्छ थाहै हजुर के भयो के खोजिरह खान रे खोजिन हामीलाई त भेटाउन नला हामी चरङ्गेतिर नभन्नु के सिधा सिधै नभन्नु डुब्ने नै भएको छ ए तपाईँ आफै पुलिस हो नयाँ नराम्रो पुलिस हजुर सर हजुर भन्नु त होइन हामी त के भन्ने यार सर तपाईँले पनि कुरो बुझ्ने हो के अरे एकजना बुवाका घरतिर छौँ कति वर्ष गर्नुभयो म त 65 वर्षको बुवा हुनुहुन्छ उतै बुवाको घरतिर छौँ हामी कहाँ हो थाहा छैन उति छौँ त तपाईँले के चाहियो त फेरि अहिले गाडी ट्र्याकिङ भयो अरे गाडी ट्र्याकिङ भयो अरे भयो क्यार्ने होला तपाईँलाई थाहा होला म त धेरै कुरा जान्दिनँ त्यो लोकेसन उ गरेर ए त गाडी कहाँ कहाँ हिँडेको नि ए हेर्छ न त उहीँबाट हेरेर आउँदैछ भने भयो हेर्छ क्यार्ने त हामी त 3 जना छौँ 3 जना त कहाँ हुन्छ म त बुवाको नाम के भयो होइन म त यो भित्र त नराख्नुहोस् है होइन म त यो भित्र त नराख्नुहोस् है म त यात्री हो त त्यो नाम भन्नु त होइन नाम भन्नु त के भयो त होइन त भित्र नहाल्नुहोस् कि म त बिरामी उपचार गरेर आएको उहाँ बिमारी उपचार गरेर आउनेको बुवा हो हामीलाई त्यहीँ राख्नु थियो बुवाले त्यस्तो केही होइन बुवालाई के अप्ठ्यारो पर्दैन होला नि त होइन म त बाटोबाट चढेको नि कहाँ है बुवालाई के अप्ठ्यारो पर्दैन होइन लान्छ भन्छ नि तपाईँ कहाँ हुन्छ है उतारिदिनुहोस् के म त कहाँ उतारिदिनुहोस् के म त कहाँ पछि आउनु ह पछि पुलिसको गाडी छ र भयो खै अहिले ए उता बाटाबाट घुमाउँदै हो बुवालाई नि लाने भन्छन् कहाँमा कसरी लाने नि म उपचार गरेर आउँदैछ त त्यही भन्नु क्यार्ने आयो भयो मैले बुवालाई चढाएको छ किन भन्नु भनिहालेँ फेरि चढाएन भनेर फोन आएर बिरामी चढाएन उपचार गरेर मैले यहाँ बाटोबाट मलाई उद्धार गरेको बिरामी भन्नु न त्यही उद्धार हामीलाई गरेर समात्ने भएको होइन है म आफै अस्पताल गएर आएको कहाँ त्यही छ
त्यो यस्तो भयो त्यही त हामी बाटोमा आउँदैछ त म अपराधी जस्तो भइयो होइन, र अब तर हामीलाई साथ दिए जस्तो भयो नि त मलाई तपाईँले। मलाई मिसाउन त काम मिल्दैन मिलेन तपाईँले हामीलाई पनि कसैले फसाएको हो होइन यो साथीको कार भनेर हामी हिँड्यो कार रहेछ चोरीको हेर्नु साथ दिएको त मैले के हो र अब लडे खोजानी भन्नुभयो अब त्यही त गएर यसो त जङ्गलतिर लुक्न होला भनेर आएको कार उतिर रुकाउन भनेर कार चाहिँ पुलिसले ट्र्याकिङ गरिरहेको रहेछ अब मलाई त्यस्तै हुन गरिदिनुहोस् के राम भन्नु त अब कहाँ हुन्छ मलाई त बाटोमा भेटाएको भनौँ न कहाँ हुन्छ त्यस्तो त भएन नि त्यो बाटा भेटाएको त पुलिसले मान्दैन होला के अरे बुवा ल कारभित्र 3 जना परिने भयो कसो गरौँ म त यहीँबाट चढेँ देख्नुभयो तपाईँहरू चढाएको नि त्यो त मैले हामीले चढायौँ हामीलाई त थाहा भयो अब पुलिसले पुलिसलाई त फेरि मान्दैन। 3 जना मिलेर चाहिँ भन्ने भयो नि भयो होइन म त यो दबाई गरेर आउँदैछ त उफो के तनाव पारेछ यहाँ पुलिस यो बुढो मान्छे नि मिलेर चाहिँ भन्ने हुन्छ नि त। त्यही भन्ने भने भयो गन्धु भयो कसो गरौँ यत्न आएर समस्या पऱ्यो नि हामी त केही थिएन यो पाला फक्तीमा फेरि फोन आयो त्यही भनिदिनुहोस् कहाँ मलाई त नहाल्नुहोस् न है म त उपचार गरेर आउँदैछु यहाँ अपरेसन छ 2-4 दिन हजुर हजुर बुवाले त नामै भन्नु न त अनि नाम के हो भन्दै हुन्छ बुवाको म आफै बोल्छु ल्याउनुहोस् है? यहाँ गाडी यहाँ चाहिँ भर्खर कता भनेर बाटो के देखेन को अपरेसन हो बुवा खै जान हर्निएको नाम होला नि यसको। हजुर हजुर चन्द्रबहादुर सुनार रहेछ। हजुर ए चन्द्रबहादुर सुनार रहेछ बुवाको 65 वर्ष 65 वर्षको बुवा 65 वर्ष रहेछ यहाँ पनि। के आराम त म आफै बोल्छु कि ल्याउनुहोस् बुवा आफै बोल्नुहुन्छ अरे बोल्नुहुन्छ भएछ त सुन्नु त के भन्छ पहिला फेरि जन्डिस नभने हजुर बुवा आफै बोल्छु भन्नुहुन्छ को बोल्नु न अरे कुरा गर्न पर्दैन भन्नुहुन्छ आउँदै पछाडि आउँदै हुनुहुन्छ कता भयो यही हो है यही हो यता यही नै हो कि यही रोक्नुहोस् यहीँ छ हो र त्यो लडिया बास भन्ने चाहिँ कहाँ हो? ओ माथि हो कि यता हामी जाने यता हो होइन होइन यहीँ रोक्ने यहीँ रोक्ने कि यहीँ राख्ने यही हो कि यहीँ झर्नुहुन्छ यहीँ झर्छु नि म घर कहाँ हो र तपाईँको घर नि यही हो कि यहाँ त घर कहाँ छ त वडा कारले खोइ यहीँमा छ कि वडा घरले घर त देखाइदिनु हामीलाई कमसेकम भोलि 18 पर्यन्त को बुवा हुनुहुन्थेन सोध्न आउनुपर्छ नि त ए उतै बुढा थियो कि है त्यो बुढा बुढा छैन त्यहीँ छोडिदिन्छु बुवालाई के भन्नु त्यहीँ छोडिदिन्छु नि त घर माथिबाट हो जानु त मान्छेहरू हो माथिबाट नि गाडी जान्न गाडी जानु फेरि हो र गाडी जान्न कि म यहीँ चिया खाएर जाने हो कि चिया जानु अब फेरि अलिक पछाडि पुलिस आयो भने के गर्ने त बुवा यहीँ छु त म है म भन्छु नि के हो कस्तो त तपाईँले भन्नुहुन्छ नि यो भर्खर उपचार गरेर आएको मान्छे बाटोमा लडियाबास गाउँमा पो देखाइदिएको ठिकै हो सत्य बोल्ने नि हामी त कहाँ झुटो सत्य चाहिँ बोल्नुपर्छ बुवा जे जे भयो नि गर्नुभएको छ त अब हामीलाई 18 परेर फसाएर हो हजुर साथीको भनेर लिएर हिँड्यौँ त्यस्तो त बुझ्न साथीको भनेर लिएर हिँड्यौँ के अरे एउटा कारणले यही त हो नि एउटा कारले बुवाको घर यहाँ यो बुवाको नाम के थियो अरे चन्द्रबहादुर सुनार। रातो वडा कारणले त्यो हेल्पस हो कि ए मेरो घर उतै पुरानो ढलाइ गरेको अहिले 18 पर्यो भने हामी आउँछौँ है बुवा, त्यही है घर लगेर त्यही हो के हामी यसो सुन्नुहोस् त त्यो पुलिस नआए भएर होइन आउँछन् यति भनेर अहिले त पुलिसबाट जोगिनु छैन कि उपाय पुलिस नआए पर हामी मात्र आएर यसो बस्नु पनि दिनु भयो छैन कि बस्ने कोठा त्यो पुरा देख्दा मात्रै कोठै छैन फिनिसिङ भयो होइन भित्र छता भन्छ सुत्छ कोठा छुट्टा होइन कि छता भन्छ छता भन्छ यति भनेपछि त पुलिसले कहाँ छोड्छन् भोग्नु पनि त भोग्नै पर्छ के हजुर कहाँ छ र अहिले त बिगबिगी छ नि त त्यसो मिलाएर छता भने बस्नु दिनु नि त छता नि बस्छन् बरु हजुरलाई के पैसा दिउँला नि है त्यो त अहिले नभए यस के यसो गरौँ गाडी चाहिँ तपाईँको अगाडि राखिदिन्छौँ हामीले त्यहीँ यो त्यही चोरीको गाडी भनेर हो र अनि वडासम्म राखिदिनु न ओडा राखिदिएर यो ओडा राखेर तपाईँ घर नाम भनिसक्यौँ तपाईँको नाम त ठिकै छ केही भयो त्यही तपाईँ घर अगाडि गाडी राखिदिन्छौँ त्यहीँ पार्किङ गर्दै हामी जान्छौँ है अब तपाईँहरूको नम्बर कन्ट्याक्ट गरिसकेको छ कि उनीहरूले हामीलाई त मान्छे त कुन भन्ने हो गाडी लिएर गएपछि त केही सिम नहोला पनि नि त। फालिदिन्छ म तपाईँलाई फेरि झन् तपाईँलाई चोरी ल्याउने हो कि पुलिसले होइन त्यस्तो त भएन नि अहिले त अब तपाईँ घर लिएर गाडी राखिदिँदाखेरि त झन् फेरि एसीले चोरेको एसीले भगाएछ भन्ने कहाँ हो हुँदो र है राखिदिउँ है त्यहीँ बाटो राखिदिउँ। बाटो कौन घर भन्नु त्यहीँ राखिदिन्छु अगाडि हुन्न हाम्रो घर त हुँदैन मेन त यही बुढो रहेछ भन्ने हुन्छ हुन्न हाम्रो घर त हुँदैन मेन त यही बुढो रहेछ भन्ने हुन्छ हुन् कि त्यहाँ हेर्नु त घर कौन भन्नु त्यहीँ बुटानिर कौन हो त्यहीँ पार्किङ गरिदिन्छु पुलिस आएर लैछ भने ल लन्छ नि भोलि हामी आएर लान्छौँ को त्यस्तो होइन म यहाँ हेर्नु त हाम्रो सर छन् कि त्यहाँ को छ त्यो चोकमा छन् कि
हो र चोकमा हुन्छ म देखेको थिएँ त्यहाँ रोक्नु भनेको पुलिस हुन् कि पुलिस होइनन् कि पुलिस हैनन् नि होइनन् पुलिस गाडी घर नराख्दिनु भयो न कहाँ हुन्छ तपाईँले उहाँले सर भन्नुभयो पुलिस जस्तो होइनन् कि पुलिस त फसाउन हामीलाई फेरि झन् यहाँको मान्ने मान्छे हुन् कि कस्तो पुलिस त्यहाँ मान्नेलाई त हामीले झन् चोरलाई त कहाँ त्यहाँ जानु अब कहाँ तपाईँ घर अगाडि गाडी राखिदिएर हामी जान्छौँ भनेर हो हुँदैन कहाँ त्यस्तो तपाईँले गाडी लिएर यहाँ राखिदिनु मिल्छ त यहीँ छोड्नु जानुहोस् अब कसले भन्नुला तपाईँले के र कसले राखिदियो कसले तपाईँको त्यो नाम भने हाम्रो फेरि तपाईँको नाम सोध्न बित्तिकै लाने बेला तपाईँलाई फेरि यार त्यस्तो गर्नु भने त बर्बाद भयो बर्बाद हुनु भयो के गरौँ भन्नु गाडी तपाईँ यस्तो बुढो मान्छेलाई यस्तो यसो तपाईँलाई पाप कति लाग्छ भन्नु के त्यो गर्नुहुन्न यसो गर्नु त्यसमा एउटा कुरा भन्छौँ भयो बाको भयो एउटा फोटो खिच्नु क्या फोटो खिच्नु भयो त्यस्तो बाला फसाउनु हुन्न नि त हाम्रो फसाउनु हुन्छ बा त यत्रो सोझा मान्छेलाई कहाँ फसाउनु भयो बर्बाद भयो त्यसै एउटा गिफ्ट दिउँ बालाले एउटा गिफ्ट त दिन पर्छ हामी केही नभएर एउटा गिफ्ट दिन्छ अनि गिफ्ट पनि मलाई है केही लाँदैन अनि एउटा गिफ्ट त केही लाँदैन लानुहोस् क्या बा केही लाँदैन अनि एउटा यो गिफ्ट लानुहोस् सद धर्म धर्म हजुरलाई केही भने केही एउटा गिफ्ट लाँदैन लाउनुहोस् केही लाँदैन होइन लग्नु त केही लाँदैन केही लाँदैन यो भित्र के छ खोलेर यो भित्र केही छैन खोल्नु पर्दैन यो केही छैन बुढाबुढी मान्छे बिमारी हुनु रहेछ नै 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 चा खानुलाई भनेर होइन पर्दैन कफ हो पर्दैन केही छैन यसमा पर्दैन पर्दैन है मन लाग्दैन यो चा खानु लाग्यो घरै तातो पानी खानु घरै लाग्यो छ कि हो र त्यसै एउटा कुरो भन्छु भन्नुहोस् यो हामीले मजाक गरेको थियौँ भयो यो चोर होइन मेरो आफ्नै गाडी हो यो तपाईँ चढेदेखि यहाँ क्यामेरा लाहा मैले यस्तै भिडियोहरू गर्छु ए मेरो नाम सागर खड्का हो भाइ राजन हामी चाहिँ सातो खास- उडाइदिनु साधो गवा ल आत्तिनु भएन छ नि त त्यस्तो मान्छे हो अब छैन नि त। भिडियो हामीले केलाई बनाएको थियौँ भने भयो तपाईँ हेर्दा सोझो लाग्नु ए, भयो ए, ए। होइन यदि कोही मान्छेले यस्तै गरेर कुनै चिजको प्रलोभन पारेर ल बुवा हामीलाई लुगाइदिन पर्यो अथवा हामीलाई यसो गरिदिन पर्यो हामीलाई बास दिन पर्यो होइन भनेर या फेरि तपाईँलाई हामीले पैसा दिन्छ हाम्रो गाडी त्यहाँ राखिदिनु भन्नु साँच्चीकै चोरी गाडी लिएर आएको भने हुन्छ नि हुन्छ नि। त्यस्ता तपाईँ नपर्नुला र यो भिडियो जसले हेर्नुहुन्छ उहाँहरूलाई चाहिँ यो एउटा पाठ होला कि उहाँहरूले पनि कोही यदि अपराधी हो यदि कोही चोरी हो भने उहाँलाई चाहिँ कसले गल्ती गरिरहेको मान्छेलाई लुकाउन नखोजेर सातो उडाइदिनु होइन र एउटा समाजका सामने यस्तो हो भनेर समाजलाई हामी सबैबाट राम्रो काम गरेर राम्रो हुन त अब भएन र कोही कोही मान्छेहरू हुन्छन् नि त अलिकति पैसाको प्रलोभनमा माया गर्ने फेरि दया मायामा कस्तो होइन दया नचिनेको माया मान्छेलाई फसाउनु छ नि त। भरिसके बास बस्न दिँदाखेरि धेरै कुराहरू बुझेर दिनुपर्छ होइन कहिलेकाहीँ अहिलेको जमाना मान्छेले ठिक छैन। मिठो बोलेर फसाउने काम धेरै गर्छन् त्यसको लागि एउटा भिडियो बनाएको थियौँ भयो एकदम त्यस्तो त- सरी कान छोपेर माफ माग्छु त्यस्तो हामीले। त धेरै छन् धेरै छन् हामीले अरू भिडियो पनि गर्थ्यौँ होइन कोही मान्छे साँचो पनि हुन त्यस्तो पर्छ कि हिँड्दा हिँड्दै हिँड्नु पर्ने त होइन नि हजुर खास गरेर हामीले किडनी ल्याउनुहोस् भयो आँखा ल्याउनुहोस् पनि भन्थ्यौँ तपाईँ बिमारी भएर आएको हो देखेँ मैले कार्ड त्यही भएर चाहिँ तपाईँलाई त्यस्तो गरेनौँ यो बुवालाई एउटा हाम्रो संसारबाट चिनो ल्याउनुहोस् यसमा चाहिँ जिएस प्राङ नेपाल लेखेको छ नि यसमा यस्तै भिडियोहरू आउँछन् अरूसँग गरेका भिडियोहरू हजुरले हेर्नुलाई है अनि म एउटा दोहोरी गायक मान्छे पनि हो मैले आफूले गाएका दोहोरीहरू चाहिँ फेरि यो युट्युब च्यानलमा आउँछन् दोहोरी गीत सुन्नुहुन्छ सुन्नुहुन्न कस्ता गीत मनपर्छन् बुवालाई खै म त गीतै सुन्दिनँ गीत सङ्गीत समाचार मात्रै सुन्छु हो यो समाचार सुन्नुहुन्छ देशको परिस्थिति थाहै छ के अरे बुवा बर्बाद छ देश तर यस्ता बेलामा हामी सबैले सपोर्ट गर्नुपर्छ पर्छ चोरी डाका फटा गर्नेहरूलाई चाहिँ लुकाउन हुन्न अघि नि भयो हुन्न कोही त्यस्ता नचिनेका मान्छेलाई बास बस्न दिएर आफू फस्ने काम गर्न हुन्न भन्दै यो भिडियोबाट छोड्छौँ यो भिडियो त्यसको लागि कस्तो लाग्यो साँच्चै भिडियो भन्नु राम्रो लाग्यो है राम्रो लाग्यो के गरेर रहेछौँ नि ठिक छ अब यस्तो परिस्थिति त धेरै छ अहिले छैन धेरै छ त्यहाँ बुवालाई मैले धेरै केही गराएन किनभने अहिले मैले त अझै हत्ताउँथेँ यो हस्पिटलको कार्ड देखेर बुवालाई मैले केही गराएन बुवालाई त्यहाँदेखि यहाँसम्म बुवा घर कहाँ हो खास मेरो घर त्यही नै हो कि यति हो यहाँ छोडिदियो हुन्छ कि घर छोडिदिउँ होइन म चिया खाइहालेँ चिया जाने ल अब त्यही हो देख्दा त्यस्तो छ अब बस्नु सक्छ छैन ओके छ ल यो बुवालाई हाम्रो तर्फबाट एउटा चिनो ल। है मलाई भिडियोमा घर गएर यस्तो यस्तो बनाएको थिएँ यस्तै भिडियो गर्छन् र यहाँ युट्युबमा जेएस प्राङ लेख्यो सर यो लेख्यो सर यो हानाउ त भन्नुलाई त्यहाँबाट यस्तै अरू भिडियो पनि आउँछन् हाँस्नुलाई ल है ल बुवाका दिन शुभ रहोस् भन्दै भिडियोबाट छुट्छौँ हस्, हस्। यहाँ भिडियो हेर्ने मान्छेलाई केही भन्नुहुन्छ बुवा अब भिडियो हेर्ने मान्छे तपाईँलाई जस्तै अरू कसैले गराउला अब यस्तो चेतना छ यसबाट धेरै तपाईँहरूको कार्यक्रम सबैले हेरिदिनु होला
र धेरै राम्रो छ कि अनि अहिले चेतना त दिनै पर्छ नि पर्छ हो। विभिन्न तहबाट चेतना दिनै पर्छ त्यसको लागि बनाएको थियौँ भाइ अँ, नमस्ते अनि सरी भाइ दुःख दुःख ल साँच्चै म ओके दर्शकबिन एउटा सिधा मान्छे हेर्नु हो, न अनि हेर्दा सिधा लाग्यो होला त्यही भएर त्यस्तो यस्तो खालको गर्नु पर्यो भनेर गऱ्यौँ। दर्शक महानुभावहरू यो भिडियोबाट चाहिँ हामीले एउटा जनचेतनाको लागि वास्तवमा यस्तो धेरैले गर्नुहुन्छ त्यसको लागि भिडियो गराएको थियौँ। भिडियो मेरो धेरै भिडियो तपाईँले हेरिसक्नु भएको छ। अहिलेको भिडियोमा आज राजन भाइ छन् धेरै पछि, राजन भाइलाई पनि भिडियोमा स्वागत छ। सके तपाईँहरूले देख्न खोजेको पात्र राजन भाइ खै भन्दै हुनुहुन्थ्यो, राजन भाइलाई लिएर आएको छु। अस्ति एउटा भिडियोमा सबुलाई पनि लिएर आएको थिएँ। अब फेरि सबु म र राजन भाइ मिलेर अरू भिडियोहरू पनि आउँदैछन्। तपाईँहरूले भिडियो हेरिरहनु भएको छ र यो भिडियोलाई पनि अन्तिम समय दिनुभएको धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अर्को भिडियोमा फेरि भेट्नेछौँ। टिल देन वाट एभर यु वान्ट टु डु किप लभिङ एन्ड किप लभिङ गाइज। माया र हाँसोसँगै जिन्दगी जान्छ होइन भाइ? एकदमै ओके बाई बाई। ल भाइ ल भाइ त्यही गरिदिनु चोकमा राख्छ होइन बाई गर्नु ल